सम्पूर्ण साथीहरूमा नमस्कार। तपाईहरू सन्चै आरामै हुनुहुन्छ होला र म पनि एकदमै सन्चै आरामै छु। म तपाईँहरूलाई एउटा महत्त्वपूर्ण कुरा बुझाउन आएको हुँ। तपाईँहरूलाई पनि सजिलो र मलाई पनि सजिलो हुनेछ। म पनि यति बेला स्टुडेन्ट भिजामा जापान आएको ट्याक्कै 1 वर्ष भयो। मैले पनि नेपालमा रहँदा N5 मात्र पढेको थिएँ, जम्मा 3 महिना। यहाँ आइसकेपछि मैले N5 फेरि रिभिजन गरेर पढेँ र अहिले N4 को बुक अध्ययन गर्दैछु। यहाँ मैले बुझेका कुराहरू तपाईँलाई बुझाउनेछु र तपाईँलाई पनि केही कुराहरू नजाने नबुझेको लाग्छ भने कमेन्ट मार्फत आफ्ना भनाइहरू प्रस्तुत गर्न सक्नुहुनेछ। आज म तपाईँहरूलाई N4 लेसन 1 मा रहेको बुकमा तोकु बेचुना केइगो को बारेमा बुझाउन जाँदैछु। तोकु बेचुना भनेका के हुन्? तोकु बेचुना केइगो र यिनीहरू कति प्रकारका हुन्छन्? यी भाषाहरू कति बेला कोसँग बोल्नुपर्छ? यी ओडहरू, यी वाक्यहरू कति बेला प्रयोग गर्नुपर्छ भन्ने बारेमा बुझाउनेछु। अब म सुरु गर्न जान्छु साथीहरू। र यो मेरो फर्स्ट अनुभव हो। तपाईहरूलाई कस्तो लाग्छ त्यस्तै अनुसारको मलाई सल्लाह सुझाव पनि दिन नबिर्सनुहोला। तोकु बेचुना केइगो मुख्यतया 2 प्रकारका हुने गर्छन्। तपाईले देख्न सक्नुहुन्छ सोन केइगो र केन्जोगो। मैले तपाईहरूलाई अघिल्लो भिडियोमा इरास्यामासको बारेमा बुझाइसकेकी छु। त्यस अन्तर्गत इकुकुरु इरु ताबेरु जुन तपाईहरूले पढिसक्नु भएको छ, यिनीहरू प्लेन फर्म हुन्, जसलाई फुचुके पनि भनिन्छ निहंगोमा। इकु इकिमास, कुरु खिमास र इरु इमासहरू हुन्। यिनीहरू कस्तोमा प्रयोग गरिन्छ, कति बेला प्रयोग गरिन्छ? मुख्यतया मेन कुरा भनेका तपाईहरूले ख्याल गर्नुपर्ने इकु इकिमास, कुरु किमास र इरु इमासका सोन केइगो के हुन् र केन्जेगो के हुन् भन्ने बारेमा बुझ्नु जरुरी छ। यो त मैले तपाईलाई अघिल्लो भिडियोमा भनि पनि सके, सिकाइ पनि सके। अब म तपाईहरूलाई आजको यस टपिकमा सिकाउन जाँदैछु ताबेरो नोमु मोराउ, जसमा ताबेमास, नोमिमास र मोराइमास यिनीहरू यहाँ फुचुके प्लेन फर्ममा लेखेको छ। तपाईले N5 मा पढिसक्नु भएको छ। ताबेमास, नोमिमास र मोराइमास यिनीहरूको मिनिङ पनि तपाईलाई थाहा छ पक्कै पनि। र यिनीहरूको सोन केइगो के हुन्छ र केन्जेगो के हुन्छ यसको बारेमा पक्कै पनि जानकारी गराउनेछु।